हेलो एभ्रिवान, यहाँ हेर्नुस् न गाइस, आज मेरो भिडियोमा को छ? एनी हो। अनि गाइस यो चाहिँ एनी हो, यसको नाम चाहिँ। अन्त यहाँ हेर्नुस् न कस्तो क्यूट छ है। अन्त मलाई चाहिँ यो बिरालो कस्तो मन परेको थियो। खासमा चाहिँ मेरो हस्बेन्डको साथीले चाहिँ इन्स्टाग्राममा स्टोरी हाल्नु भएको थियो त यो बिरालोको, मतलब यस्तै बिरालोको। अन्त मलाई चाहिँ पुरा मन परेन। मतलब मन पर्नु त मलाई बिरालो, डग, कुकुर सबै मनपर्छ, कुकुर बिरालोहरू त कि। तर पनि मलाई यो खालको बिरालो चाहिँ होइन पुरा के अरे अब फोटोतिर भिडियोतिर देखेकोले गर्दा पुरा मलाई मन परिरहेको थियो। अन्त तर मैले त्यो चाहिँ अब स्टोरी देखेकोले गर्दाखेरि चाहिँ मैले उसलाई भने नि त, मेरो बुढालाई चाहिँ, हेर्नुहोस् न तपाईँको साथीले त्यस्तो हालेको रहेछ भन्दाखेरि चाहिँ मन पर्यो अरे कि मन पर्यो भने नि त। त्यहाँदेखि त बात गरेर पनि साथीले ल्याइदिनु भएछ यो हो। अन्त हेर्नु न यत्तिकै हुनुपर्छ गाइस बुढा भनेको चाहिँ कि अब बुढीले ख्वाइस गरेको चाहिँ पुरा गर्ने क्या, बुढीले सोचेको ख्वाइस चाहिँ पुरा गरिदिने बुढा चाहिँ हुनुपर्छ है गाइस। हेर्नुहोस् न मलाई यस्तो बिरालो चाहिएको थियो, मेरो बुढाले मेरो इच्छा पुरा पनि गरिदिनु भयो। गाइस आज मेरो साथमा छैन मेरो बुढा होइन। तर थ्याङ्क यू सो मच, तपाईँले भिडियो हेर्दैछ भने म एकदमै खुसी छु यो एनी पाएर कि। अन्त गाइस यो राखेर मात्रै हुँदैन, किन भन्नुहोस् त, अब यसलाई नुहाइदिने होइन, कपाल कोर्दिनेदेखि लिएर यसको बेल्ट भयो, यसलाई अब केमा हगाउने होइन, केमा सुताउने सबै कुराको टेक केयर गर्नुपर्छ। सो त्यही भएर चाहिँ मैले मेरो एनीको लागि मगाएको छु यो बेल्ट होइन। सो यो बेल्ट चाहिँ एमाजोनबाट मगाएको। यसको प्राइस चाहिँ म तपाईँहरूलाई उयसमा हालिदिन्छु, तपाईँहरू यो मेरो डिस्क्रिप्सनमा हेर्नुहोस् ल। अन्त तपाईँहरूले पनि गएर किन्न सक्नुहुन्छ आफ्नो डगीको लागि। अन्त एकछिन ल म खोलिहाल्छु ल, यतिकैलाई यहाँ राख्छु। तर चाहिँ नि गाइस यस्तो छ यत्रो बेल्टको लागि चाहिँ यत्रो लगाइदिएछ अरे न यहाँ। आमामा भित्र चाहिँ यस्तो छ गाइस, बेल्ट छ भित्र चाहिँ होइन, रेड कलरको मगाएको नि, किनभने मेरो बिरालो व्हाइट छ त। अनि त्यही भएर चाहिँ मैले रेड कलरको मगाएको। कस्तो देख्छ ल एनीलाई, मलाई लाग्दैछ ठुलो हुन्छ जस्तो लाग्दैछ कि यो बेल्ट, अलिकति काटेर चाहिँ मिलाउनु पर्छ। सो फिलहालको लागि चाहिँ तपाईँहरूलाई देखाइदिन्छु कि गाइस मेरो बिरालोलाई कस्तो देखियो भनेर ल। वाह हेर्नुहोस् न गाइस, मेरो के भन्छ यो एनीको चाहिँ बेल्ट कस्तो तर खकुलो भएछ, ठुलो भएछ। किनभने मेरो एनीको एज चाहिँ कति भन्दाखेरि चाहिँ यस्तो 2 months न 2.5 months हो कि। अन्त त्यही भएर चाहिँ यस्तो भएछ, हेर्नुहोस् न ठुलो भएछ हो। कस्तो देख्यो, कस्तो क्युट देखेको है। हेर्नुहोस् न गाइस कस्तो क्युट देखेको। एउटा हेर्दैन हौ भिडियोमा, किन फोटो पनि खिच्नु मान्दैन हो यसले, भिडियो पनि गर्नु मान्दैन, पुरा लजाउँछ के हो। यहाँ हेर त हौ, यहाँ हेर त हौ, मेरो गाइसहरूलाई हेर्दैन हेलो गाइस भन्दैन त हौ, ए बेल्ट देखाएर हेलो गाइस भन्दैन। गाइस कस्तो देख्यो कमेन्ट गरेर भन्नुहोस् ल, मेरो बिरालो मन पऱ्यो कि मन परेन। अन्त कतिजनाले यसो भन्नुहुँदै थियो नि कहाँदेखि पाएको भनेर। पाएको चाहिँ होइन नि गाइस, यो चाहिँ किनेर ल्याएको होइन, पाएको चाहिँ होइन। किनभने यसरी खोज्दा भेट्दैन यसलाई हो। कतिजनाले मलाई म्यासेज गरेर कमेन्ट गरेर कहाँदेखि पाउनु भएको, कहाँदेखि भेटाउनु भएको, अरू भेटाएको चाहिँ होइन, यसलाई किनेर चाहिँ ल्याइदिनु भएको हो। अनि हेर्नुहोस् न यस्तो क्युट बिरालो कहाँ भेटाउँछ है, कहाँ भेटाउँछ हौ। अन्त यसको लागि चाहिँ नि गाइस लिटर बक्स पनि मगाएको छु। यो पनि आइसकेको छ है, यहाँ बस्दै गर त। यो चाहिँ हो गाइस एमाजोनदेखि मगाएको यो पनि हो। यसको प्राइस 599 छ, बट यो अफरमा चाहिँ मैले कति 270 पर्यो, होम डेलिभरीसम्म गरेर, क्यास अन डेलिभरी गरेर 270 पर्यो। अनि यसमा चाहिँ नि गाइस यसमा चाहिँ अब मेरो एनी चाहिँ यसमा पट्टी गर्छ। यो चाहिँ पट्टी गर्ने हो, यो चाहिँ यस्तो टाइपको रहेछ है। यो चाहिँ पट्टी गर्ने बक्स हो ल, यसमा चाहिँ पट्टी गर्छ। त्यहाँबाट चाहिँ नि गाइस अब यसको लिटर बक्स भएन यो, यसमा पट्टी गर्छ। अनि यसको भित्र चाहिँ के हाल्नुपर्छ भन्दा चाहिँ त्यो लिटर हुन्छ नि जुन चाहिँ त्यो बलुवा क्या, त्यस्तो चाहिँ किन्नुपर्छ। त्यो पनि मैले अर्डर गरिरहेको छु। 1 kg को कति 300 रुपियाँ न 350 रुपियाँ छ हो। त्यो आइपुगेको छैन, त्यो आइसकेपछि चाहिँ यहाँ हाल्छु। त्यहाँबाट चाहिँ अनि यहाँनिर चाहिँ पट्टी गर्नुपर्छ। अनि यो चाहिँ छ यसको जुन चाहिँ पट्टी गर्छ नि, त्यो पट्टी गरेर चाहिँ उगाउँदै फ्याँके क्या अहिले। अन्त अहिले फिलहाल चाहिँ मैले कार्टुन बनाइदिएको छु, कार्टुनमा हक्छ होइन। अनि यति साह्रो ज्ञानी हुँदो रहेछ यो बिरालो चाहिँ होइन। यहाँ त एनी कम होइन, सुत्नु लागि टक्कै आफ्नो बेड छ सानो बढी होइन, त्यो बेड बाहिर राखिदिएको छु मैले। त्यो बेडमै गएर सुत्छ। अन्त टोइलेट आयो भने क्या टोइलेटको त्यो कार्टुनमा गएर हक्छ होइन। त्यहाँदेखि कहीँ घुम्नु लान्छु नि म, कोही बेला यस्तो गाउँ डुलाउनु लान्छु होइन। त्यति बेला हेर्नुहोस् न यो बक्स किनेको थिएन, यो चाहिँ मिलन मोडमा न देवीडाङ्गामा कहाँ किनेको। अन्त टक्कै घुम्नु जानुपर्छ ल भन्यो भने चाहिँ क्या छिटो बुझ्छ कि। अन्त यस्तो खोलिदिनुपर्छ कि यहाँ गएर बस्छ। यति साह्रो ज्ञानी हुँदो रहेछ बिरालो चाहिँ हो। अन्त तपाईँहरूलाई पनि चाहियो भने चाहिँ यो बिरालोको कहाँ पाउँछ भन्दाखेरि चाहिँ नि त्यो मार्केटहरूतिर त्यो खोज्नुपर्छ, त्यो दोकान हुन्छ नि त्यो पेट सपहरूतिर, त्यो बेच्ने हुन्छ नि त्यो कुकुर बिरालो बेच्ने पेट सपमा चाहिँ पाउँछ हो। हेर्नुहोस् न यसको त के भयो, घाँटीमा लाउने बेल्ट त कम्मरबाट पनि निस्किँदैछ त गाइस, ठुलो भएछ।
अब यसलाई चाहिँ अलिक एडजस्ट गरेर चाहिँ मिलाएर चाहिँ लाउनुपर्छ। कस्तो दामी क्युट। अन्त अझै मैले यसको कोम मगाइदिएको छु काङ्गियो होइन। अन्त यसको के छ मैले 4-5 वटा अर्डर गरिदिएको छु यसको लागि हो। अन्त यहाँ हेर्नुहोस् न कस्तो फर दामी छ, कस्तो दामी छ क्युट। वाउ। अन्त मसँग सुत्छ यो त हो। अघि नआइदिएको नि अघि भर्खर हो। अन्त मसँग सुत्छ होइन। राति यसरी नै सुताउनुपर्छ यसलाई। कस्तो मजा आउँछ मलाई फेरि, कस्तो माया लाग्दो रहेछ फेरि पालेपछि होइन। अन्त यहाँ हेर्नुहोस् न गाइस छेउबाट एक्साइटेड क्या यसलाई माया लाग्छ मलाई फेरि पुरा माया लाग्छ यसको के भएको। अन्त गाइस त्यही हो। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो मन पर्यो भने चाहिँ मेरो एनी मन पर्यो भने चाहिँ के गर्नुपर्छ अरे एनी भनिदेऊ त लाइक कमेन्ट एन्ड सेयर गर्नुहोस् नबिर्सनुहोस् ल। सो बाई बाई गाइस भन्दैन त बाई।